77 दिनदेखि प्रतिनिधि सभामा जारी रहेको अवरोध आज अन्त्य भएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेसँगै नेपाली कांग्रेसले आफ्नो विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अब भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ। यससँगै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग पनि अब संसदको औपचारिक प्रक्रियामा प्रवेश गरेको छ। त्यति मात्र होइन, थप 2 विषयमा आज सभामुखले सरकारलाई रुलिङ गरेका छन् भने आकस्मिक समयको दुरुपयोग हुन नदिन सत्ता पक्ष वा प्रतिपक्ष नभनी सत्तारूढकै सांसदलाई संसदीय नियमको सीमाभित्र राखेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग प्रतिनिधि सभामा सांसदहरूको प्रश्नोत्तर कार्यक्रम यही भदौ 10 मा हुने भएको छ। सभामुख डोल प्रसाद अर्यालले आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 1 दिन बैठकको पहिलो 1 घण्टा निर्धारण गर्ने उल्लेख छ। उक्त व्यवस्था अनुसार सभामुखले भदौ 10 को समय तोकेका हुन्। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा 1 सांसदको प्रश्न हुने जानकारी दिए। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा 15 प्रश्न सोध्न सकिने बताए। उनले प्रश्नकर्ता सांसदलाई भदौ 5 गते शुक्रबार दिउँसो 1 बजे प्रतिनिधि सभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने उनको भनाइ छ। प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराए। आजैको प्रतिनिधि सभा बैठकबाट उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए। प्रतिनिधि सभा नियमावलीको दफा 56 मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ। त्यो व्यवस्था लागू गर्न बारम्बार प्रतिपक्षीले आवाज उठाए पनि सम्भव भएको थिएन। आजै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन पनि रुलिङ गरेका थिए। आजको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जवाफ दिन रुलिङ गरेका हुन्। प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जवाफ दिनुपर्ने व्यवस्था छ। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम 57, 58 एवं 59 को प्रावधान बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिए। प्रतिनिधि सभा नियमावलीको नियम 56, 57, 58 र 59 मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु, सभामुख अर्यालले बैठकमा भने। नियम 56 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने 57 देखि 59 सम्म प्रश्नको सूचना, मर्यादा र उत्तर दिने प्रक्रिया बारे उल्लेख गरिएको छ। पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाफ सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सहित विपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका थिए। सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरूले आसन ग्रहण गरेका थिए। यसैबीच नेपाली कांग्रेसले प्रतिनिधि सभामा 78 दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि कांग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय लिएको हो। कांग्रेस सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले रोस्टममा उभिएर नेपालले भारतको जग्गा मिचेको छ भनिदिएको अभिव्यक्तिप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए। यो अभिव्यक्ति राष्ट्रको हितमा थिएन, त्यसैले हामीले 78 दिनदेखि निरन्तर उभिएर विरोध जनाउँदै आएका थियौं, राईले भने। सभामुखले आज जुन हिसाबले रुलिङ गर्नु भएको छ त्यसलाई हामी सम्मान गर्दछौं। लोकतन्त्रमा संस्थाहरू बलियो हुनुपर्ने भन्दै सचेतक राईले सभामुखको रुलिङलाई कांग्रेसले विश्वासको रूपमा लिएको बताए। सभामुख एउटा संस्था पनि हो। लोकतन्त्रमा विश्वास गर्ने हामी जस्ता पार्टीले संस्थाको गरिमालाई सम्मान गर्नुपर्छ, उनले भने। सभामुखको भरोसालाई कायम राख्दै हामीले भोलिदेखि सदनमा पहिलेको जस्तो नियमित अवरोध नगर्ने निर्णय गरेका छौं। प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो 7 दिनभित्र प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार यसै हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे प्रष्टीकरण दिनेमा कांग्रेस विश्वस्त रहेको राईले बताए।
17 जेठमा प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवाद सम्बन्धी 2वटा विषय राखेका थिए। उनले लिपुलेक विवादमा आफ्नो सरकारले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेको बताएका थिए। उनीहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो भनेका थिए। लगत्तै विपक्षी दलहरूले प्रधानमन्त्रीसँग यो अभिव्यक्ति उप तथ्य र स्पष्टीकरण मागे, तर प्रधानमन्त्री बालेन तयार भएनन्। त्यसपछि जेठ महिनामा 14 दिन, असारको 32 दिन र साउनको 31 दिनसम्म प्रतिनिधि सभामा विपक्षीको विरोध जारी रह्यो। हरेक दिन बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध गर्ने र प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आए। साथै सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको, सभामुखले आफ्नो अधिकार प्रयोग गर्न नसकेको भनेर पनि आलोचना गर्दै आएका थिए। यस्तै सभामुखले आजै थप 2 सांसदले उठाएका विषयमा समेत जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। आफूहरूले लामो समयदेखि संसदमा उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै आजको प्रतिनिधि सभा बैठकमा 2 जना सांसद उभिएर विरोध गरिरहे। नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्मा र राष्ट्रपा सांसद आशिका तामाङ आफूहरूले संसदमै राखेको विषय सरकारले नसुनेको र समाधान नगरेको विरोधमा संसदमै उभिएपछि सभामुखले रुलिङ गरेका हुन्। रुकुम पश्चिमका सांसद शर्माले रुकुम, जाजरकोट र सल्यान क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारी पूर्ण तवरले काम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। उनले साउन 22 गते नै आफूले सरकारलाई यस विषयमा जवाफ दिन 9 दिने अल्टिमेटम दिएको, तर त्यो अवधिमा जवाफ नआएकोले जवाफ नआउन्जेल उभिरहने बताएका थिए। सरकारलाई जवाफ दिन समय नै तोकेर सभामुखले रुलिङ नगरेसम्म आफू उभिएर विरोध गरिरहने उनले बताएका थिए। यसपछि सभामुखले बोल्न राष्ट्रपा सांसद आशिका तामाङलाई समय दिए। उनले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव लामो समयदेखि नेपाल ल्याउन नसकेको बताइन्। 37 दिन अघि यस विषयमा आफू संसदमा बोले पनि यसबारे सरकारको ध्यानाकर्षण नभएको उनको भनाइ थियो। अर्थ मन्त्रालयले बजेट छुट्याएको छ, तर परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश गर्न छाडे। विदेशमा अलपत्र भई मरेका आफ्ना नागरिकलाई कि राज्यले आफ्ना नागरिक होइनन् भनेर घोषणा गरोस्, उनले भनिन्। यस विषयमा जवाफ नदिउन्जेल म उभिरहन्छु। यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। यस्तै राष्ट्रपाका सांसद सुलभ खरेलले प्रतिनिधि सभाको बैठकमा पार्टीको विषय राख्न खोजेपछि सभामुखले रोकेका छन्। आकस्मिक समय लिएर उनले पार्टीले आजबाट सुरु गर्न लागेको क्यान्डिडेट क्लब बारे कुरा राखेका थिए। उनले भने आजको दिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्यान्डिडेट क्लब खुलाउँदैछ। देशभरिबाट योग्य, विज्ञ, ऊर्जाशील युवाहरूलाई स्थानीय र प्रदेशको चुनावमा उम्मेदवारीको छनौटका लागि क्यान्डिडेट क्लब खुलाउँदैछ। त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु। उनले पार्टीको विषय राखेपछि सभामुखले रोके। उनले भने आकस्मिक समय माग्नु भएको थियो, त्यसकारणले यो विषय कतै पनि आकस्मिक देखिँदैन, बसौं। राष्ट्रपा सभापति रवि लामी छाने समेत सहभागी बैठकमा सभामुखले सांसद खरेललाई रोकेपछि विपक्षीले टेबल ठोकेका थिए। प्रतिनिधि सभा नियमावली अनुसार आकस्मिक समयमा अघिल्लो बैठक अन्त्य भएपछि आजको बैठक सुरु नहुँदासम्म भएका आकस्मिक घटनाबारे मात्रै बोल्न पाइन्छ।